नमस्ते र स्वागत छ आजको यो विशेष प्रस्तुतिमा। आज हामी यस्तो विषयमा कुरा गर्दैछौँ जसले नेपाली व्यवसायको भविष्यलाई पुरै बदल्न सक्छ। हाम्रो आजको शीर्षक रहेको छ नेपाली व्यवसायलाई एआई मार्फत आधुनिक बनाउने सूत्र। साथीहरू, प्रविधि अब विकल्प मात्र रहेन, यो एक आवश्यकता बनिसकेको छ। मानौ काठमाडौँको असन वा बानेश्वरको एउटा सानो गल्लीमा रहेको पसल छ भनौँ न। हजुर। अनि त्यो सानो पसलले कुनै ठूलो मल्टिनेसनल कर्पोरेट अफिसको जस्तै अत्याधुनिक मार्केटिङ गरिरहेको छ, चुस्त एकाउन्टिङ राखेको छ अनि 24 घण्टा कस्टमर सर्भिस पनि दिइरहेको छ। त्यो पनि थप एकजना पनि नयाँ कर्मचारी नराखिकन। एकदमै। अब यो सुन्दा त कुनै साइन्स फिक्सन फिल्मको जादु जस्तो लाग्छ नि, होइन र? पक्कै पनि बाहिरबाट हेर्दा त्यस्तै देखिन्छ। तर आजको यस गहन अध्ययनमा हामी यो कुनै जादु होइन, बरु एउटा सिक्न सकिने यथार्थ हो भनेर केलाउँदैछौँ। आज हामीसँग एउटा निकै सटिक र विस्तृत स्रोत छ। खासमा यो एप्लाइड एआई बिजनेस सिस्टम्समा नेपाली उद्यमीहरूको मास्टर क्लासको सम्पूर्ण पाठ्यक्रम हो। अनि यो कुरा स्पष्ट पारौँ कि यो कुनै साधारण प्राविधिक म्यानुअल वा झ्याउ लाग्दो किताब होइन। हो, यो त पूर्ण रूपमा एउटा नयाँ व्यावसायिक सोचको रोडम्याप नै हो। यसले व्यवसाय कसरी चलाउने भन्ने नयाँ तरिका सिकाउँछ। यो स्रोतको सबैभन्दा बलियो पक्ष भने कि यसले प्राविधिक उपकरणलाई हेर्ने दृष्टिकोण हो कि मतलब यसले च्याट जीपीटी वा मिडजर्नी जस्ता एआई उपकरणहरू कसरी चलाउने भनेर मात्रै सिकाउँदैन। भन्नाले कुन बटन थिच्ने भनेर मात्र सिकाउने होइन। होइन, यसको सम्पूर्ण दर्शन नै एआई मार्फत कसरी सोच्ने भन्ने कुरामा केन्द्रित छ। अंग्रेजीमा भन्दा हाउ टु थिङ्क युजिङ एआई भनौँ न। सिद्धान्तका लामा लामा कुराहरू भन्दा पनि व्यवहारिक कार्यान्वयन यसको मुटु हो। त्यसो भए यसको भित्री कुरा के हो त? मज्जाले केलाएर हेरौँ। यो अध्ययनको हाम्रो मुख्य उद्देश्य पनि त्यही नै हो। एउटा पूर्ण रूपमा सिकारु व्यक्ति जसलाई प्रविधिको खासै ज्ञान छैन भनौँ न, उसले व्यवहारिक एआईको मद्दतले नेपालको परिप्रेक्ष्यमा कसरी एउटा वास्तविक र सफल व्यवसाय खडा गर्न सक्छ भन्ने कुरालाई आज हामी डिकोड गर्दैछौँ। एकदम सही भन्नुभयो। अब कुनै पनि उपकरण चलाउनु अघि त्यसको जग बुझ्न त आवश्यक छ नि। त्यही त। स्रोतमा यसलाई लेभल 1 वा एआई फाउन्डेशन्स भनिएको छ। अब सुरुमै अलि प्राविधिक शब्दहरू आउँछन्, जस्तै एलएलएम अर्थात् लार्ज ल्याङ्ग्वेज मोडल अनि प्रम्प्ट इन्जिनियरिङ। तर यी कुराहरूले वास्तवमा काम चाहिँ कसरी गर्छन् त? अब यसलाई एकदमै सरल रूपमा बुझौँ है त। एलएलएम अर्थात् लार्ज ल्याङ्ग्वेज मोडल भनेको एउटा यस्तो भर्चुअल सहायक जस्तै हो जसले इन्टरनेटमा भएका लगभग सबै किताब, लेख र वेबसाइटहरू पढेर बसेको छ। वाउ, सबै कुरा पढेको? हजुर, लगभग। यसले भाषाको ढाँचा वा प्याटर्न बुझेको हुन्छ। जब यसलाई कुनै प्रश्न सोधिन्छ नि, यसले त्यो विशाल ज्ञान भण्डारबाट अब आउने सबैभन्दा उपयुक्त शब्द के हुन सक्छ भनेर गणितीय रूपमा अनुमान गर्छ। भन्नाले यो कुनै मानिसले जस्तै सोचेर उत्तर दिएको चाहिँ होइन? होइन होइन, यो त विशुद्ध सम्भाव्यताको खेल हो, प्रोबेबिलिटी भनौँ न। मैले बुझेसम्म प्रम्प्ट इन्जिनियरिङ भनेको चाहिँ त्यही धेरै पढे लेखेको तर अलि भुदो सहायकलाई ठ्याक्कै के गर्ने भनेर सिकाउने कला हो, होइन त? एकदम सठिक उदाहरण। जस्तै मलाई एउटा चिठी लेखिदेऊ भन्नुभन्दा एउटा ब्याङ्कको म्यानेजरको भूमिका निर्वाह गर र ऋण मिनाहाको लागि आवेदन दिएको तर अस्वीकृत भएको ग्राहकलाई एकदमै नम्र भाषामा स्पष्टीकरण दिँदै चिठी लेख भन्नु पर्यो। हो, निर्देशन जति विशिष्ट हुन्छ नतिजा त्यति नै उपयोगी र उत्कृष्ट आउँछ। तर यहाँनिर स्रोतले सिकाउने तरिका निकै फरक छ है। कसरी फरक छ?
हरेक विषयलाई एउटा अनिवार्य 10 बुँदे ढाँचामा ढालिएको छ के कुनै पनि कुरा सिक्दा त्यसमा आधारभूत अवधारणा, नेपालको वास्तविक उदाहरण अनि व्यावसायिक उपयोगिता हुनै पर्छ भनिएको छ। अनि आवश्यक उपकरण र प्रम्प्टका उदाहरणहरू पनि त होलान् नि। हजुर, ती सँगसँगै सुरुवाती गल्तीहरू, अभ्यास, उन्नत विचार, अटोमेसनका सम्भावनाहरू र आम्दानीका अवसरहरू पनि समावेश हुनैपर्छ। यो 10 बुँदे ढाँचा एकदमै अनिवार्य गरिएको छ। यो सुन्दा त ठ्याक्कै एउटा सफल स्टार्टअपको रेसिपी जस्तै लाग्यो मलाई त। कुन मसला कतिखेर हाल्ने भनेर स्पष्ट पारिएको जस्तो। ठ्याक्कै त्यस्तै हो। तर यहाँनिर मेरो एउटा प्रश्न छ। प्रायजसो नयाँ प्रविधिको कुरा गर्दा मानिसहरू त्यसको फाइदा र जादुमा मात्रै रमाउँछन् नि त। धेरै जसो त्यस्तै हुन्छ। तर यो स्रोतले एआईका सीमितता र नैतिकता जस्ता अलि निरस लाग्ने कुरालाई लेभल 1 कै सुरुवाती चरणमा राखेको छ। यस्तो झ्याउ लाग्दो कुरा सुरुमै किन राखिएको होला? किनभने बलियो घर बनाउन बलियो जग चाहिन्छ नि त। एआईले के गर्न सक्छ भनेर जान्नु जति जरुरी छ, त्यसले के गर्न सक्दैन वा यसले कहाँ गल्ती गर्न सक्छ भनेर बुझ्नु त्योभन्दा धेरै गुणा बढी जरुरी हुन्छ। जोखिमको कुरा आयो होइन त? हो, यो केवल प्राज्ञिक कुरा होइन, यो सिधै व्यावसायिक जोखिमसँग जोडिएको कुरा हो। एआईले कहिलेकाहीँ गलत सूचनालाई पनि एकदमै आत्मविश्वासका साथ प्रस्तुत गरिदिन्छ। यसलाई प्राविधिक भाषामा हेलुसिनेसन भनिन्छ। भन्नको मतलब त्यो भर्चुअल सहायकले कहिलेकाहीँ आफूले नजानेको कुरामा पनि मलाई मज्जाले थाहा छ भनेर झुट बोल्न सक्छ। ढुक्कसँग झुट बोल्न सक्छ अनि त्यो सीमितता नबुझी सिधै व्यवसायमा प्रयोग गरियो र ग्राहकलाई गलत जानकारी गयो भने त व्यवसायको विश्वसनीयता नै खत्तम हुन्छ। त्यही त नि, त्यसकारण नैतिकता र सीमितता बुझ्नुपर्छ भनिएको हो। फेरि यो सिकाइ प्रणालीले नेपाली र अङ्ग्रेजी मिसिएको मिश्रित भाषा प्रयोग गरेको छ नि त। यसले गर्दा कठिन प्राविधिक शब्दहरूलाई पन्छाउँदै हेलुसिनेसन जस्ता जटिल कुरालाई पनि नेपाली उद्यमीहरूका लागि एकदमै व्यावहारिक बनाएको छ। एकदमै। जब यो जग बलियो हुन्छ तब मात्र वास्तविक काम सुरु हुन्छ। अब जग निर्माण भइसकेपछि स्रोतले लेभल 2 र 3 मार्फत ती बहुचर्चित उपकरणहरू के हुन् र तिनलाई वास्तविक व्यवसायमा कसरी जोडिन्छ भनेर देखाएको छ। यहाँनिर एआई टुल्स मास्टरीको कुरा आउँछ। हजुर, लेभल 2 मा थुप्रै उपकरणहरू छन्। हो, स्रोतमा ChatGPT, क्यानभा एआई, जेमिनाई, क्लोड, नोटबुक LM, पर्प्लेक्सिटी, remove.bg अनि मिडजर्नी जस्ता थुप्रै उपकरणहरूको कुरा गरिएको छ। तर यी त केवल नामहरू मात्रै भए। यिनीहरूले साँच्चै व्यवसायमा कसरी काम गर्छन् त? यी उपकरणहरूको काम गर्ने शैली एकदम फरक छ। अब पर्प्लेक्सिटीलाई नै लिने हो भने यो एउटा यस्तो रिसर्च असिस्टेन्ट हो जसको इन्टरनेटसँग प्रत्यक्ष र एकदमै ताजा पहुँच छ। यसले बजारको हालको अवस्था खोज्न मद्दत गर्छ। अनि त्यो नोटबुक LM नि? नोटबुक LM भनेको चाहिँ एउटा क्लोज्ड बुक एक्जाम जस्तै हो। भन्नाले बाहिरको कुरा गर्न नपाउने। यसलाई आफ्नै कम्पनीको 100औं पृष्ठको म्यानुअल वा PDF डकुमेन्ट दियो भने यसले बाहिरको इन्टरनेटको कुरा नगरेर केवल त्यही डकुमेन्ट भित्रबाट मात्र सटिक उत्तर दिन्छ। यसले हेलुसिनेसन हुने चान्स एकदम कम गराउँछ। वाउ, यो त निकै सुरक्षित भयो। अनि लेभल 3 मा पुगेपछि यिनै उपकरणहरूलाई HR, एकाउन्टिङ र इन्भेन्ट्री व्यवस्थापन जस्ता व्यावसायिक प्रयोगमा परिणत गरिएको छ होइन त? हो नि। एकाउन्टिङ र इन्भेन्ट्रीमा एआईको प्रयोग कसरी हुन्छ भन्ने कुरालाई अझ स्पष्ट पारौँ न। मानौ एउटा खुद्रा पसलमा सामानहरूको रेकर्ड राख्ने एउटा पुरानो र अक्षर नबुझिने हस्तलिखित खाता छ। नेपालमा त्यस्ता खाता धेरै हुन्छन्। एउटा सामान्य व्यवसायीले त्यो खाताको पानाको फोटो खिचेर ChatGPT वा क्लाउडमा हाल्न सक्छ अनि एआईले त्यो नबुझिने अक्षरलाई पनि पढेर कुन सामान कतिवटा बाँकी छ, कुन सामान धेरै बिक्री भइरहेको छ भनेर एउटा सफा एक्सेल सिटमा बदल्न सक्छ नि। जुन काम गर्न एकजना मान्छेलाई दिनभरि लाग्थ्यो त्यो काम अब केही मिनेटमै हुन्छ। सही कुरा। अझ रचनात्मक काममा यसको प्रभाव हेरौँ न। एउटा परम्परागत फोटो स्टुडियोको उदाहरण लिउँ। पहिले त्यहाँ केवल पासपोर्ट साइजको फोटो खिच्ने र प्रिन्ट गर्ने काम मात्रै हुन्थ्यो भनौँ न। पर्दा अगाडि बसाएर। हजुर, तर अब त्यहाँको फोटोग्राफरले ग्राहकको सामान्य फोटो खिच्छ अनि remove.bg प्रयोग गरेर एकै सेकेन्डमा त्यो फोटोको पछाडिको ब्याकग्राउन्ड हटाउँछ। अनि त्यसपछि मिडजर्नी प्रयोग गरेर त्यही ग्राहकलाई सगरमाथाको आधार शिविरमा उभिएको जस्तो देखाउने एकदमै उच्च गुणस्तरको ब्याकग्राउन्ड जेनेरेट गर्छ। वाउ। अनि अन्त्यमा क्यानभा एआईमा लगेर आकर्षक अक्षरहरू थपी एउटा प्रोफेसनल विज्ञापनको डिजाइन नै बनाउँछ।
यसरी विभिन्न एआई उपकरणहरूको श्रृङ्खला मिलाएर काम गर्दा त्यो सानो स्टुडियो एउटा आधुनिक डिजिटल एजेन्सीमा परिणत हुन्छ नि। तर यहाँनिर म थोरै पुसब्याक गर्न चाहन्छु है। सुन्दा यो सब एकदम गजब लाग्छ। हजुर, भन्नुहोस् न। च्याट जीपीटी चलाउने, मिडजर्नीबाट फोटो निकाल्ने, क्यानभामा डिजाइन गर्ने, तर एउटा सिकारु जसले भर्खरै मात्र व्यवसाय सुरु गर्दैछ, उसले एकैपटक च्याट जीपीटी, मिडजर्नी, भिडियो टुल्स, भोइस टुल्स सबथोक सिक्न खोज्दा ऊ इन्फर्मेसन ओभरलोड अर्थात् सूचनाको चापको शिकार हुँदैन र? एकदमै सान्दर्भिक प्रश्न। यति धेरै कुरा एकैपटक सिक्न खोज्दा मान्छे बीचमा अल्मलिएर हराउने सम्भावना त धेरै हुन्छ नि। यो एकदमै स्वाभाविक डर हो। बजारमा हेर्ने हो भने हरेक दिन नयाँ नयाँ एआई टुल आइरहेका हुन्छन् र सबै चलाउन खोज्दा जो कोही पनि हराउन सक्छ। तर स्रोतले यो समस्याको समाधान पहिले दिएको छ। के समाधान दिएको छ त? यदि ध्यान दिएर हेर्ने हो भने स्रोतले स्पष्ट रूपमा एउटा नियम बनाएको छ। सुरुमा निशुल्क उपकरणहरू मात्र प्रयोग गर्ने, सुरुमै पैसा तिरेर महँगा टुलहरू किन्नु पर्दैन भनिएको छ। यो त राम्रो कुरा हो। अर्को महत्त्वपूर्ण नियम भनेको आवश्यक पर्दा मात्र उपकरणहरूको तुलना गर्ने हो। यसको अर्थ यदि कुनै व्यवसायीलाई भिडियो बनाउनु छैन, उसको काम केवल ट्याक्स र फोटोमा मात्र सीमित छ भने भिडियो टुलको बारेमा अहिले नै टाउको दुखाउनु परेन। बिल्कुल परेन। स्रोतले साना साना प्रोजेक्ट र व्यावहारिक अभ्यास मार्फत सिक्ने कुरामा जोड दिएको छ के? मिनी प्रोजेक्ट्स भनौँ न। हो, एउटा सानो काम लिने, त्यसमा एउटा टुल प्रयोग गर्ने अनि त्यसलाई पूरा गर्ने। यसरी चरणबद्ध रूपमा अघि बढ्दा सूचनाको चाप हुँदैन र सिकाइ निकै सरल बन्छ। यसको मतलब हामीले टुलहरूको चाङमा हराउने होइन, बरु आफ्नो आवश्यकता अनुसार छान्दै जाने हो। एक्ज्याक्टली। अब हामीले फोटो स्टुडियोको डिजाइन त बनायौँ, ग्राहकलाई उत्कृष्ट सेवा पनि दियौँ, तर जब व्यवसाय सफल हुन थाल्छ नि, दिनमा 10 वटाको ठाउँमा 100 वटा अर्डर आउन थाल्छ, यस्तो बेला एउटा मान्छेले मात्र भ्याउँदैन। त्यहाँनिर गएर मान्छे थाक्छ। हो, व्यवसायलाई साँच्चै ठूलो बनाउने हो, स्केलेबल बनाउने हो भने हामीलाई अटोमेसन अर्थात् स्वचालन चाहिन्छ। यो कथाको अर्को रोचक मोड हो, जसलाई स्रोतले लेभल 4 अर्थात् एआई अटोमेसनको रूपमा प्रस्तुत गरेको छ। अटोमेसन भनेको खासमा त्यो बिन्दु हो जहाँ एउटा व्यक्ति अपरेटरबाट साक्षीको मालिक बन्छ के। यो खण्डमा वर्कफ्लो अटोमेसन, एआई एजेन्ट्स, ज्यापियर, मेक.com, इमेल र सोशल मिडिया अटोमेसन अनि सीआरएम अटोमेसनका कुराहरू छन्। यी शब्दहरू सुन्दा निकै प्राविधिक लाग्न सक्छन् है? लाग्न सक्छन्, तर काम गर्ने तरिका बुझ्यो भने एकदम सजिलो छ। त्यही त, यी प्राविधिक शब्दहरूले कसरी काम गर्छन् भनेर अलिकति केलाउँ। जस्तै ज्यापियर वा मेक.com। मैले बुझेसम्म ज्यापियर भनेको एउटा डिजिटल हुलाकी जस्तै हो, होइन त? हजुर, एकदम सही एनालोजी। ज्यापियरले त्यो मेसेज आफै बोकेर गुगल सिटमा राखिदिन्छ र सँगसँगै च्याट जीपीटीलाई भनेर त्यसको उत्तर ड्राफ्ट गरी ग्राहकलाई फर्काइदिन्छ। यसलाई अझ गहिराईमा हेरौँ न। स्रोतले व्हाट्सएप अटोमेसनको कुरालाई विशेष जोड दिएको छ। एउटा पुरै स्वचालित प्रणाली कसरी बन्छ त? कसरी भन्छ? जस्तै फेसबुकबाट अर्डर आउँछ, मेक.comले त्यसलाई समात्छ, कस्टमरको फोन नम्बर निकालेर व्हाट्सएपमा स्वचालित रूपमा बिल पठाइदिन्छ। आफै बिल बन्छ? आफै बन्छ। अनि सँगसँगै इन्भेन्ट्रीबाट एउटा सामान पनि घटाइदिन्छ। यो सबै काम सेकेन्डभरमा हुन्छ र यसमा मानिसको कुनै हस्तक्षेप चाहिँदैन। तर यहाँनिर म एउटा ठूलो प्रश्न उठाउन चाहन्छु है। भन्नुहोस् न। नेपालको सन्दर्भमा हेर्ने हो भने यहाँ हरेक व्यापार दाई दिदी भाइ भन्ने व्यक्तिगत सम्बन्ध र चिन्जानको भरमा चल्छ नि त। ग्राहकहरू कुराकानी गर्न, बार्गेनिङ गर्न रुचाउँछन्। त्यो हाम्रो संस्कृति नै हो। व्हाट्सएप र कस्टमर सर्भिसमा एआई अटोमेसन प्रयोग गर्दा सुन्दा त एकदम हाईटेक लाग्छ। तर के यसले ग्राहकले पाउने त्यो मानवीय स्पर्श अर्थात् पर्सनल टचलाई मार्दैन र? एउटा मसिनले मात्र उत्तर दिँदा त व्यवसायलाई फाइदाभन्दा बढी नोक्सान पो गर्छ कि जस्तो लाग्छ मलाई त। बाहिरबाट हेर्दा पक्कै पनि त्यस्तै देखिन्छ। तर यहाँनिर हामीले स्रोतमा उल्लेखित एआई सिस्टम्स थिङ्किङको मनोविज्ञानलाई गहिराईमा बुझ्नुपर्छ। अटोमेसनको उद्देश्य मानिसलाई विस्थापित गर्नु वा मानवीय स्पर्शलाई मार्नु हुँदैन के। अनि के हो त? अटोमेसनले केवल ती कामहरू मात्र गर्छ जुन दोहोरिने प्रकृतिका हुन्छन्, जसलाई हामी रिपेटिटिभ भन्छौँ र जसले बिना कारण समय खाइरहेका हुन्छन्। यसलाई नेपालकै एउटा ज्वलन्त उदाहरणसँग जोडौँ न त।
नेपालमा कसैले इन्स्टाग्राम वा फेसबुकमा जुत्ता वा लुगाको फोटो हाल्यो भने कमेन्ट बक्समा दिनभरि सयौं मान्छेले प्राइस प्लिज, प्राइस कति हो, लोकेसन कहाँ हो भनेर मेसेज गर्छन्। एकदमै धेरै आउँछ त्यस्तो। अनि एउटा व्यवसायी दिनभरि त्यही एउटै उत्तर इनबक्स चेक गर्नुहोला वा मूल्य यति हो भनेर कपी पेस्ट गरेर बस्न बाध्य हुन्छ। उसलाई लाग्छ कि ऊ निकै व्यस्त छ, तर वास्तवमा ऊ एउटा मसिनले गर्ने काम पो गरिरहेको हुन्छ। स्रोतले औल्याएको मुख्य कुरा यही हो। जब एआईले ती प्राइस कति हो वा डेलिभरी कहिले हुन्छ जस्ता झन्झटिला र दोहोरिने प्रश्नहरू सम्हालिदिन्छ नि, तब व्यवसायको अमूल्य समय बच्छ। समय त टन्नै बस्ने भयो। हो, त्यो बचेको समय उसले सप्लायरसँग राम्रो सम्झौता गर्न, नयाँ डिजाइनहरू सोच्न वा साँच्चै नै ठूलो मात्रामा सामान किन्ने ग्राहकलाई फोन गरेर दाई दिदी भन्दै गहिरो र अर्थपूर्ण सम्बन्ध बनाउन पो लगानी गर्न पाउँछ त। वाउ। मेसिनलाई मेसिनको काम गर्न दिएपछि मात्र मानिसले साँच्चैको मानवीय काम जस्तै सहानुभूति देखाउने र जटिल समस्याहरू समाधान गर्ने अवसर पाउँछ नि। यो पर्सपेक्टिभ त साँच्चै नै आँखा खोल्ने खालको छ। अटोमेसनले मानवीय स्पर्शलाई मार्ने होइन रहेछ, बरु यसले त मानवीय स्पर्श दिनको लागि पर्याप्त समय पो उपलब्ध गराउने रहेछ। एकदमै सही बुझ्नुभयो। जब यसरी समय र पैसा दुवै बच्छ, तब एउटा व्यवसायीले आफ्नो व्यवसायलाई विस्तार गर्ने बारे सोच्न थाल्छ। र त्यही विस्तार गर्ने कुरा लेभल 5 अर्थात् एडभान्स्ड एप्लाइड एआईमा आउँछ। यो भनेको एउटा सामान्य गाडी मर्मत गर्ने मेकानिकले सिप सिकेर सिधै गाडी उत्पादन गर्ने कारखानाको मालिक बन्नु जस्तै हो नि। हो, यो लेभल 5 मा पुगेपछि सिकारुको सोचाइको दायरा पुरै फराकिलो हुन्छ। यहाँ एआई कन्सल्टिङ, एआई एजेन्सी निर्माण, एआई ट्रेनिङ र फ्रेन्चाइज व्यवसाय कसरी सुरु गर्ने भनेर सिकाइन्छ। नयाँ बाटोहरू खुल्ने भए। हजुर, यसले भविष्यका ट्रेन्डहरू र नयाँ स्टार्टअप आइडियाहरूको बारेमा पनि मार्गदर्शन गर्छ। एउटा व्यक्तिले आफूले सिकेको अटोमेसनको सिप अरूका व्यवसायहरूमा लागू गरिदिएर एउटा छुट्टै एआई एजेन्सी चलाउन सक्छ नि त। स्रोतमा आम्दानीका अवसरहरू र भाइरल कन्टेन्ट आइडियाको कुरा पनि जोडिएको छ है। मैले बुझेसम्म यो भाइरल कन्टेन्ट बनाउनुको उद्देश्य केवल लाइक र शेयर पाउनु मात्र होइन। लाइक मात्र पाएर त व्यवसाय चल्दैन। जब कसैले एआईको प्रयोग गरेर उत्कृष्ट भिडियो वा लेख बनाउँछ र त्यो भाइरल हुन्छ, त्यसले नयाँ ग्राहकहरूलाई आकर्षित गर्छ। अनि त्यही कन्टेन्ट मार्फत उसले आफ्नो एआई कन्सल्टिङ वा एजेन्सीको सेवा बेच्न सक्छ। सिद्धान्तलाई कसरी सिधै आम्दानीसँग जोड्ने भन्ने कुरा यसरी स्पष्ट पारिएको छ। स्रोतले यसलाई अझ प्रभावकारी बनाउन एउटा पूर्ण इम्प्लिमेन्टेसन रोडम्याप अर्थात् कार्यान्वयनको नक्सा नै अनिवार्य गरेको छ। भन्नाले पढेर मात्र छोड्ने होइन। यो केवल पढेर छोड्ने सामग्री होइन। हरेक पाठको अन्त्यमा प्रश्न सोधिन्छ, क्विज गराइन्छ र असाइनमेन्ट दिइन्छ। युट्युब स्रोतहरू पनि सुझाइन्छ। यसले गर्दा सिकाइलाई एकपटकको कोर्समा मात्र सीमित नराखी निरन्तर अपडेट भइरहने इकोसिस्टम बनाउँछ, होइन त? हजुर, सिकेको कुरालाई व्यवहारमा नउतारेसम्म यो ज्ञानको कुनै मूल्य हुँदैन भन्ने कुरालाई यसले एकदमै कडा रूपमा स्थापित गरेको छ। साँच्चै नै यो एउटा यस्तो इकोसिस्टम हो जहाँ ज्ञान हासिल हुन्छ, त्यसलाई अभ्यासमा उतारिन्छ र त्यही अभ्यासलाई समाधानको रूपमा बेचेर व्यवसाय खडा गरिन्छ। हामीले एआईलाई केवल एउटा सफ्टवेयर वा उपकरणको रूपमा मात्र हेर्नु भएन। हो, यो एउटा टुल्स मात्रै होइन। यो त समग्र व्यवसाय सञ्चालन गर्ने, समस्याहरूलाई हेर्ने र समाधान खोज्ने एउटा नयाँ लेन्स पो हो त। जसरी पहिले कम्प्युटर आउँदा वा इन्टरनेट आउँदा व्यवसाय गर्ने तरिका फरिएको थियो नि, एआईले त्यही परिवर्तन ल्याइरहेको छ, तर धेरै तीव्र गतिमा र निकै ठूलो स्तरमा। सूचनाको चापबाट बचेर छिटो र प्रभावकारी रूपमा ज्ञान हासिल गरी त्यसलाई सिधै काममा लागू गर्न चाहने जो कोहीका लागि यो अध्ययन अमूल्य छ। यी सबै कुराहरूलाई संश्लेषण गर्दा स्रोतले निकै स्पष्ट रूपमा कसरी एआई प्रणालीहरू निर्माण गर्ने भनेर सिकाएको छ। तर यहाँनेर एउटा निकै गहिरो र सोच्नै पर्ने प्रश्न उब्जिन्छ। कस्तो प्रश्न? यदि भविष्यमा स्रोतमा भनिए जस्तै सबैका लागि यी जादुई एआई उपकरणहरू एकदमै सहज र सस्तो रूपमा उपलब्ध भए भने के होला? त्यो त हुन्छ नै होला। नेपालका वा विश्वभरका सबै व्यवसायहरूले एउटै प्रकारका उत्कृष्ट एआई एजेन्ट प्रयोग गर्न थाले, सबैको मार्केटिङ एउटै स्तरको भयो र सबैको अटोमेसन प्रणाली उत्तिकै प्रभावकारी भयो भने
एउटा व्यवसायलाई अर्को व्यवसायभन्दा उत्कृष्ट वा फरक बनाउने कुरा के होला त? साँच्चै सबैको क्षमता एउटै भयो भने प्रतिस्पर्धा कसरी गर्ने? स्रोतले हामीलाई एआई मार्फत कसरी सोच्ने भनेर त सिकाएको छ, तर जब सबै मसिनहरू बराबर रूपमा स्मार्ट हुन्छन् र सबैले उही प्राविधिक सुविधाहरू प्रयोग गरिरहेका हुन्छन् नि, के त्यो मानवीय रचनात्मक सोच र साँच्चीको सहानुभूति अर्थात् एम्प्याथी नै भविष्यको अन्तिम र सबैभन्दा महँगो प्रतिस्पर्धी हतियार बन्ला त? वाव! जब प्रविधि सामान्य बन्छ तब मानिस हुनुको अर्थ नै सबैभन्दा ठूलो व्यापारिक मूल्य बन्न सक्छ। यो विचारोत्तेजक प्रश्नले प्रविधिको मात्र होइन, मानवीय सम्भावनाको पनि नयाँ ढोका खोल्छ।